ग्याङ सम्झिनु जग्गा भन्नु होइन अहिले टपमा पुग्छ आइरहेछ अफिस छ टपमा पनि आलिया भन्छ अनि त्यो चट्टा आलियालाई अनि ड्रिङ्क खाँदैछु अन्त अब एक्लै राइड कस्तो लास्टो गर्नुपर्छ लड्यो भने खाने जान्छ नि होइन त्यही हो अब लास्टो गर्नुपर्छ सो ग्याङ मैले माथि आइपुगेको होइन माथि जाँदिनँ अनि त्यही हो पानी आउनु लागेको छ त्यही भएर माथि जाँदिनँ म यहीँबाट फर्किने मैले विडो मेकरको माथि छु होइन आमा अब टाढीभित्र कस्तो बवाल भइरहेको छ अनि त्यही हो लास्ट छिटै आइपुग्यो भनौँ आज एक्लै अनि हल्का आज बवाल हान्नुपर्छ साइकल यता छ आम्बो अनि त्यही हो गाइस अनि आज चाहिँ मान्छे टन्नै रहेछ होइन बाख्रा साख्रा पनि छ बिस्तारै जानुपर्छ फास्ट पनि जानु हुँदैन लड्यो भने उठाउने मान्छे छैन होइन त्यही हो ल अब भ्लगमै हेर्नुपर्छ सो ग्याङ म यहाँबाट जानुपर्ने हुन्छ अब त्यो जुगाड लाएर है गोप्रोको डिस्प्ले गएको नि त गाइज हो अनि त्यही हो फेरि डिस्प्ले फेर्नलाई चाहिँ अर्को गोप्रोमा अलिअलि पैसा थपेर अर्कै किन्दा ठिक हुने रहेछ लास्ट महँगो पर्ने रहेछ या डिस्प्लेको नि त्यो यस्तो जुगाड लाएर भिडियो बनाउँदैछु आज एक्लै छु कस्तो हुन्छ है आज चाहिँ म यहीँबाट फर्किने त्यही हो गाइस कस्तो हुन्छ हेरिदिनु होला बबाल डोप दामी भइरहेछ गाइस हो Hey, sorry. Thét lan ngồi đến đây. के हो गाइस यार आज धेरै दिनपछि बनाएर केही बोल्नै आएन क्या त्यस्तै स्या पनि भइरह अनि कस्तो गाह्रो जस्तो नि भइरह है अब हाम्रो राक्षस जानुपर्ने हुन्छ गाइस हो सरी यहाँबाट त्यो लेन चल्दियो यो बिस्तारै जाउँ यार लडिन्छ लगेङलाई यहाँबाट फेरि जाउँ थोरै रेस्ट गरे क्या धेरै दिनपछि आएको नि त अनि ओए बाबरे यहाँबाट जाउँ न यार सधैँको रुट बाटो नि कता हो ओए ब्रेक त कस्तो करा त यार सजिलै रुट्छु होइन त ब्रेक त यार के कराएको यार ब्रेक आम्बो ब्रेकमा तेल बसेछ क्या के कराएको फेरि यहाँबाट सुरु ल अब त्यही आइपुगिसक्यो गाइस हो माथि नै जानु रहेछ पानी नपर्ने रहेछ यार
अघि पानी पर्ला जस्तो भएको थियो नि त, त्यही भएर यहीँबाट आइदिएको खत्तम भइहाल्यो नि। आम्बो के हो आम्बो आम्बो यो बडी आज चाहिँ भ्लग छोटै हुनेवाला छ गाइस। के भन्नु यस्तै छ होइन। माथि नै जाँदैछ, पानी पर्ला जस्तो भइरहेको थियो अहिले त छैन यार पानी पर्ला जस्तो भएको। सेट भइदियो नि त गाइस। म त हारे नसाले उही जान्न त यार। हेर्नु गाइस भ्यू त आप्पो ओखो छ त भ्यू त हेर्नु त गाइस। आमामा उता पानी परिरहेको रहेछ यार गाइस। त्यही हो अब राइड नि कस्तो न कस्तो भयो गाइस। के भन्नु म त कुन बाटो जाने गाइस हो? मेनल तान्दै जानु कि यतैबाट जाउँ यार? मेनल तान्दै जान पाइन्छ नि त। बाबा हालियो रे, म फर्स्ट टाइम आएँ गाइस। मेनल जान्छ भनेर गयो गाइस, गयो मेनल। के हो क्या हो? मेनल जान्छ त गाइस। हो के हो गाइस? हो हल्का बाइकहरू भएर डर लागेको मेनल तान्नु। अझ अब यहाँनिर तान्ने है त। म त हारे नसर यो हल्का शिल्पी भइरहेको क्या। मेनल हान्ने गाइस। उही मेनल हान्नुहुन्थ्यो यार, गाडीहरूले ल्या गरिहाल्यो नि। फेरि सिक्दै हो नि त मेनल नि, त्यही भएर सकिँदैन हान्नलाई गाइस। हो त्यही हो। म त हारे नसाले उही त्यो गाडी ल्याङ हान्ने नि यार। ल्याङ बनाइदियो ल्याङ फ्याङ। त्यो गाडीलाई उछिटिनुपर्छ यार भनेको। फेरि अर्को नि त्यस्तै छ छ्या।
मेरै हो यो मध्ये अब कमल पोखरी जाँदैछ हैन बाउ चाटे आउँछ अनि त्यही हो त्यहाँ यसो सर्भिसहरू बनाउनुपर्छ यो ल सो ग्याङ हाम्रो यहाँबाट सुरु है ल घरमा ब्रेक छैन होइन बिस्तारै जानुपर्छ लास्टमा मान्छे आयो कि आएन भन है ल यो छोट 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 दामी यहाँ त ब्रेकले दिन्छ कि दिँदैन आम्बो ब्रेक त यार बाबा सो ग्याङ हामीले ओइमा हिले हिलो रहेछ नि त यार बबाल गाइज बबाल अब उइली यो सो ग्याङ अनि आजलाई भिडियो यति नै पानी नै आइसक्यो अब म रुम जान्छु त्यही हो अब नेक्स्ट टाइम भेटौँ ल